सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा 15 दिनभित्र लिखित जवाफ माग गरेको छ। न्यायाधीश नृपदोज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनवाईपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले यही कार्तिक 12 गते रिट दायर गरेका थिए। रिट निवेदनमा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक लगायतमाथि गैर कानूनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानूनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेशको माग गरिएको थियो, तर अन्तरिम आदेश भने जारी भएन। गत भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक सहित 5 जनाको राहदानी रोक्का गर्न दिएको सिफारिस बमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो। आयोगले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक सहित तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्न सिफारिस गरेको थियो। काठमाडौँ महानगरपालिका भित्रको फोहोर नउठ्ने भएको छ। काठमाडौँ महानगरपालिकाले फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहोर मैला घर र कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न आग्रह गरेको हो। महानगरको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर मैला अन्तिम विसर्जन स्थल बन्चरे डाँडा ल्यान्डफिल साइडमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएकोले हाल फोहोर विसर्जन गर्न नसकिएको जनाएको हो। महानगरले फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न अनुरोध समेत गरेको छ। बन्चरे डाँडामा देखिएको अवरोधको कारण फोहोर ढुवानी र विसर्जन कार्य प्रभावित भएपछि महानगरपालिकाले यो सूचना जारी गरेको हो। अर्को सूचना जारी नभएसम्म धैर्य धारण गरी फोहोरलाई व्यवस्थित तरिकाले घरमै राख्न महानगरले अनुरोध गरेको छ। नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले माओवादी केन्द्रसँगको एकतामा आफूहरू नजाने बताएकी छन्। एकीकृत समाजवादी र माओवादी सहित विभिन्न पार्टीहरू बीच एकता गर्ने गरी छलफल चलिरहेको छ। यसै सन्दर्भमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ। स्थायी कमिटी सदस्य झाँक्रीले भनिन्, माओवादीसँग मात्रै यही विद्यमान अवस्थामा हुने एकतामा हामीहरू सहभागी हुँदैनौ। तपाईहरू जो यो एकतामा सहमत हुनुहुन्छ, तपाईहरूलाई बाधा पार्न चाहन्नौ। उनले आफूहरूलाई एकता विरोधी कित्तामा नराख्न समेत आग्रह गरेकी छन्। एकीकृत समाजवादीका नेता झलनाथ खनाल, महासचिव घनश्याम भूषाल, स्थायी कमिटी सदस्य झाँक्री सहित विभिन्न नेताहरू माओवादीसँग एकतामा नजाने पक्षमा रहेका छन्। अध्यक्ष माधव कुमार नेपाल र उनी निकट नेताहरू भने माओवादीसँग एकतामा जानुपर्ने बताइरहेका छन्। नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व पर्यटन मन्त्री सुदन किरातीमाथि पार्टीकै नेताहरूले घुस खाएको आरोप लगाएका छन्। माओवादीले एकीकृत समाजवादीसँग एकताका लागि पहल गरिरहेको बेला जनार्दन शर्मा निकट रहेका नेता किरातीमाथि संस्थापन पक्षका नेताहरूले सामाजिक सञ्जालबाट हमला सुरु गरेका हुन्। किराती मन्त्री हुँदा नै पर्यटन राज्य मन्त्री रहेकी माओवादी नेत्री सुशीला शेर्पाली र पार्टी निकट अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष केशव रावलले किरातीमाथि गम्भीर आरोप लगाएका हुन्। माओवादी केन्द्रीय सदस्य शेर्पालीले फेसबुकमा रावलले लेखेको टिप्पणीलाई शेयर गर्दै किरातीले पशुपतिमा शवदाह मेसिन जडान गर्दा घुस खाएको दावी गरेकी हुन्। उनले लेखेकी छन्, पर्यटन मन्त्री हुँदा पशुपतिमा शवदाह जडान मेसिनबाट कति घुस खाएको त्यो जानकारी पनि यति इमानदारले पार्टीमा भन्नुपर्ने होइन। 100 चुवा खाएर बिल्ली हजको चली भनेको यस्ताले गर्दा होला। अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष केशव रावलले फेसबुक मार्फत भोजपुर क्षेत्रमा ब्रह्माण्डीय मतान्तर र चुनावी इतिहास तानेर किरातीमाथि प्रश्न उठाएका थिए। रावलले भोजपुरमा समानुपातिक मतको विवरण र किरातीका जित हारका मत परिणामको तथ्याङ्क पेश गर्दै लेखेका छन्, कसले गरायो 4 पटक सिन्डिकेट लाएर टिकट लिने तपाई? पार्टीको हरेक अवसरमा डुबुल्की मार्दै सत्ताको भत्तामा मैमत्ता गरेको हिसाब पार्टी कार्यकर्ताले खोज्नु पर्छ कि पर्दैन? रावलले थप लेखेका छन्, तपाई माओवादी रूपान्तरण हुँदैन भन्दै थप अवसरको खोजीमा निस्कन नखोज्नुहोस्। तपाईले 4 पटक सांसद बनाउन ज्यान फाल्ने सुन्दर समाजको सपना बोकेका भोजपुरे माओवादी कार्यकर्ताको हली बस्नुहोस्। माओवादी रूपान्तरण उनीहरूले गर्छन्, खबरदार भाग्ने लुक्ने कोसिस नगर्नुहोला। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको भन्दै भ्रष्टाचारीहरूलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताएका छन्। रूपन्देहीमा शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। भ्रष्टाचारीहरूलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी हुन्, केसीले भने। उनले आफूले संसदमा धेरै पहिलादेखि बंगलादेशको हविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको स्मरण समेत गराएका छन्। जनतालाई सत्य कुरा बुझाउनु पर्ने
जरुरी रहेको उनको भनाइ छ। उनले भने अहिलेको जुन विकराल परिस्थिति छ भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन्। अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन्। मैले बंगलादेशको हकीकत बेहोर्नु पर्छ भनेर भनेको थिएँ। सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ। हाम्रा पनि कमी कमजोरी थिए होलान्, जनतासँग हामीले पनि बुझाउनु पर्ने हुन्छ, केसीले भने। उनले राजनीतिक दलहरूले आफ्नो स्वार्थको लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप समेत लगाएका छन्। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने चेतावनी दिएका छन्। शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बृहत राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफू सहित लक्ष्मण थारू र धनीराम थारू लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर गरे। रेशम थारू, लक्ष्मण थारू र धनीराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन, चौधरीले भने। सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ। नेपाली कांग्रेस नेकपा एमालेको इतिहास के थियो? शेरबहादुर ओली र प्रचण्डको इतिहास के थियो? जेनजीको इतिहास के छ? चौधरीले प्रश्न गरे। साथै उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति समेत जनाएका छन्। अहिले चुनाव लड्न दिन्न भन्छन्। पुरुषोत्तम यादवजीले भन्नुभयो नेता हुन दिन्न भन्छन्। देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने अनि त्यो फैसलालाई हामीले मानिदिनु पर्ने, चौधरीले भनेका छन्।